केमिकल डिपेन्डेन्ट प्रब्लम भएका व्यक्तिहरूलाई अलिकति व्यक्तिको कमी कमजोरी आचरण खराब र व्यक्तिहरूको चाहिँ सकारात्मक विचारले सोच्न नसकेको भन्ने मान्छेहरूको टिका टिप्पणी अथवा बुझाइ हो। तर यो एउटा डिपेन्डेन्सी हो है, यो सब्सटेन्स युज डिसअर्डर है, डिसअर्डर नै हो, यो एउटा बिराम हो। चिप छैन हौ, धनकुटे चाहिँ कुन अरे त्यो लामो लामो हुन्छ नि, हो त्यो कुरकुरे, हो त्यो एउटा लिएर आइज। यसलाई WHO ले पनि तपाईँको नसाको लतलाई, CDPलाई एउटा डिजिज नै भनेर वर्गीकृत गरेको छ। तपाईँहरूले गुगलमा पनि भेट्न सक्नुहुन्छ, ICD-10 मा यसलाई राखेको छ, इन्टरनेसनल क्लासिफिकेसन डिजिज भनेर एउटा वर्गीकृत गरेर ल ICD-10 मा राख्नु भएको छ। मैले चाहिँ अब के गर्नु, भात खाएँ मैले। ICD-10 मा राखेको छ। अहिले यसलाई अपग्रेड थोरै गरेर ICD-11 मा पनि तपाईँले भेट्न सक्नुहुन्छ। 10 मा पुरानो छ भने 11 मा अहिले नयाँ अपग्रेडिङ तपाईँको इन्फर्मेसनहरू राखेको छ। खोल त। र त्यही CDP सम्बन्धी संस्था चलाउनुहुन्छ उहाँ चाहिँ हाम्रो दिनेश के पो तपाईँको थर त लिम्बू होइन, ठ्याक्कै शेर्मा त चेम्जङ, हो सरी, दिनेश चेम्जङ छ। र उहाँको चाहिँ दुईवटा संस्था छ, रिहेबिलिटेसन, फिमेलको पनि छ, मेलको पनि छ है। तपाईँको शिव 87 बुढामारीमा पर्छ, भात खाइँदैछ साथी हो, चलाउनुहुन्छ। र यदि तपाईँहरूको पनि कोही घर गाउँमा समाजमा व्यक्तिमा त्यस्तो खालको प्रब्लम, केमिकल डिपेन्डेन्ट पर्सन हुनुहुन्छ, अर्थात् केमिकलमा निर्भरता भएको व्यक्ति, अर्थात् लागु पदार्थ मादक पदार्थमै निर्भरता, अब युज एब्युज र दुरुपयोग र डिपेन्डेन्सी र लत एडिक्सन, यो एउटा फरक धारहरू हुन्। र तपाईँको यदि एडिक्सनमै भएको व्यक्ति र डिपेन्डेन्ट नै भएका व्यक्तिहरू चाहिँ तपाईँको उपचारमा चाहनुहुन्छ भने दामी हुन्छ यो, सम्झिनु होला, दामी हुन्छ। ल अहिले हामी उहाँसँगै जाँदैछौँ तिनजुरे भिजिट। यता हुनुहुन्छ हाम्रो ज्योति दाई, सुतिसक्नु भएको छ। र उहाँले अहिले भर्खर कति महिना भयो यो गाडी झिक्नु भएको? 4 महिना 4 महिना भयो। नयाँ EV को गाडी हो।